हेलो साथीहरु नमस्ते। म चाहिँ नि साईबन्देगी म चाहिँ नि एउटा फूल देखाउन गएको तपाईहरुलाई कस्तो लाग्छ हेर्नुस् ल। यो प्लान्ट चाहिँ नि यति दामी छ नि हेर्नुस् त। फेरि यसको हेर्नुस् न यस्तो बनावट पनि यति मजाको भएको थियो कि तर यसलाई मैले चाहिँ सपोर्टर दिएर राखेको थिएँ। यो चाहिँ सपोर्टर चाहिँ उयो भयो नि त कुएछ पुरानो भएछ नि त अन्त यसलाई अब बनाउनु जरुरी भएको छ किनभने मजाको थियो घरभित्र राख्दा पनि राम्रो सुहाउँथ्यो यो तर मैले यसलाई यसको सपोर्टर पनि सबै कुएर चाहिँ लड्ने भयो नि त अन्त चाहिँ यसलाई काटेर अर्को डिजाइन गरौँ भनेर चाहिँ मैले सोचेँ अन्त तपाईहरुसँग शेयर गर्दैछु हो। यो डिजाइन चाहिँ अब यसलाई के गर्नुपर्छ भने काटेर चाहिँ यसलाई बुसी टाइपमा बनाउनु पर्यो किनभने माथि बनाउँदा त राम्रै थियो तर अब यसलाई सपोर्टर दिए सबै कुएर यस्तो भइगयो। अन्त चाहिँ यो प्लान्ट चाहिँ यस्तो दामी भएको छ नि हेर्नुस् न यति दामी हेल्दी यहाँलाई पछाडिबाट पनि देखाउँछु ल तपाईहरुलाई। यस्तो दामी भएको छ नि यो चाहिँ अब यस्तो छ कि अब यसलाई चाहिँ म काट्छु हो तपाईहरुलाई म काटेर पनि देखाउँछु किनभनेदेखि यो अब कसरी बनाउनु पर्ने है यसलाई चाहिँ सपोर्टहरु चाहिँ सबै निकालिदिनु पर्यो नि त। अन्त यसलाई चाहिँ टक्कै यो चाहिँ नि ब्ल्याक प्रिन्स अब है भनौँ न यसलाई चाहिँ पिङ्क प्रिन्सेसकै उयोको हो यस्तो यो चाहिँ यस्तो हुन्छ हेर्नुस् ल मजाले काटेर हेर्नु भयो सबै काटे। यहाँ चाहिँ कतिवटा थियो नि 1 2 1 2 3 4 5 6 7 7वटा थिए चाहिँ बोट 7 बोट भएको थियो चाहिँ एउटै बोट चाहिँ 7 बोट भएको चाहिँ काटेर यसलाई चाहिँ बुसी गर्नुलाई चाहिँ एउटै बोट हो कि यो चाहिँ खासै एउटै बोट हो 8 बोट थिए चाहिँ सानो एउटा यहाँ झर्यो एउटै बोटलाई चाहिँ मैले चाहिँ यसलाई चाहिँ के गर्नुपर्छ नि यस्तो बनाउनु चाहिँ के गर्नुपर्छ काटै गर्नुपर्छ। अब यो भयो एउटा टुसाबाट दुईटा तीनटा गर्दै चारटै हेर्नु चाहिँ एउटै हो यो एउटै 8 बोट भएको एउटै चाहिँ 8 बोट भएको थियो माथिबाट 8 बोट भएर चाहिँ यस्तो अब एउटा भारी नै छ नि एक भारी नै भनौँ न है यसलाई काट्यो। अब यसलाई चाहिँ यो चाहिँ यसरी नै तपाईँ राखिदिनु भयो भनेदेखि चाहिँ मलजल गरेर राखिदिनु भने फेरि मजाले बुसी टाइपमा मजाले टुसाएर बनिन्छ है तपाईहरुलाई घर सजाउनु एकदम दामी हुन्छ। यो चाहिँ कति दिन राख्दा पनि केही हुँदैन यो घरभित्र हो पत्ता झर्छ अलिअलि तर केही हुँदैन। अब यसमा सबै जरा छ नि त यो जराहरू सबै हो यसलाई केलाएर चाहिँ मजाले जरामा पट पनि रेडी छ हैन सानो पटमा लाउँछु किनभने ठुलोमा लाउँदिनँ। अब चाहिँ म यो घरभित्र सजाउनु पर्ने नि त मैले यस्तो बनाएर थुप्रो चलाएँ हो अब छैन आजल भोलि यसको डिमान्ड पनि छैन अनि भएन बनाउनु पनि छोडेको अनि चाहिँ अब चाहिँ मैले यसलाई चाहिँ घरको सजाउनुको लागि मात्रै हेर्नुस् त देख्नुभयो कस्तो राम्रो छ है अनि तपाईहरुलाई पनि मन पर्यो होला सायद है मेरो मलाई फलो पनि गरिदिनुहोस् लाइक पनि गरिदिनुहोस् है। प्लान्टहरु देखाउँछु म त अरु कुरो देखाउँदिनँ किनभने मलाई प्लान्टै मनपर्छ नि त अनि यो टाइम टु टाइममा चाहिँ म अब बेलुका भएपछि चाहिँ यसरी कामहरु अलिअलि गर्छु नि त घरमा त्यति बेला चाहिँ मेरो दिउँसो त अब मजाले भिडियो बनाउनु सक्दिनँ म भ्याउँदिनँ नि त है म सानोतिनो काम गर्छु अन्त भ्याउँदिनँ त्यसले गर्दाखेरि चाहिँ बेलुका चाहिँ यसो आएर यसलाई केही चाहिँदैन मलमट्टी बलुवा अलिअलि लगाएर तपाईले पत्कर मल है बलुवा र गाईको मल लगाएर अलिअलि गरेर मजाले रोपिदिनुहोस् यसरी हेर्नुभयो अब भइहाल्छ हैन। हेर्नु त गमला पनि देख्दै छैन हैन तपाईले देख्नुभयो मेरो गमला यस्तै अन्त यसरी चाहिँ रोपिदिनुहोस्। अन्त यसलाई चाहिँ पानी बेसी जान्छ किनभने अब चाहिँ रेनी सिजन भयो पानीको मौसम भएर चाहिँ यसलाई मजाले तपाईले आजभोलि काटेर रोप्नु भयो भने चाहिँ एकदम राम्रो हुन्छ है त किनभने मैले कतिवटा भिडियो देखाउँछु देखाउँदाखेरि चाहिँ उहाँहरूले हेरेर अहिले काट्नुपर्ने भन्नुहुन्छ नि त अन्त मलाई खुसी लाग्छ क्या मैले गरेको कामहरुमा चाहिँ उहाँहरूले भन्नुहुन्छ नि त यति बेला हो भनेर हजुर अन्त उहाँहरूले जुन काम गरिदिनुहुन्छ हैन अब गर्नुहुन्छ उहाँहरूको प्लान्टहरु हेरेर है अन्त चाहिँ त्यस्तो हुँदाखेरि चाहिँ अब यति बेला काट्नुपर्ने रहेछ यति बेला रोप्नुपर्ने रहेछ भनेर थाहा लाग्छ हैन मैले चाहिँ अब शेयर गर्दैछु त्यो भिडियो हेरेर चाहिँ उहाँले भन्नुहुन्छ त्यति चाहिँ नै म खुसी छु हैन मलाई अरु केही चाहिएन मैले त्यही देखाउनु म यस्तो गर्थेँ हैन फ्युचर भोलिपछि भविष्यमा मैले यस्तो गर्थेँ भन्ने हुन्छ नि त आफूले बनाएको भिडियोहरुमा चाहिँ अनि चाहिँ म तपाईहरुलाई पनि शेयर गर्दैछु त ल थ्यांक यू
थ्याङ्क यू सही गन्दगी सबलाई बाई बाई